हेर सानी, यत्रा बहिनीहरू छन्, पढाउनु पर्छ, स्कुलमा फी तिर्नुपर्छ, त्यसकै लागि म सहर जान्छु। गाउँमै मिलेर केही गर्यो हुन र हजुर सहर किन जानु पर्यो? के न सानी, मलाई पनि सहर जान त कहाँ मन लाग्छ, तिम्रो माया लाग्छ, त्यही पनि आफ्नो घरको स्थितिले गर्दा म सहर जानुपर्छ। सहरमा पनि के नै पो छ र, झन् चोर डकैती लुटपाट, मलाई एकदमै डर लाग्छ। तपाईँलाई भोलि केही भइहाल्यो भने झन् हाम्रो बिजोग। के हो त सानी, म पनि रहरले जान्ला त होइन नि, बाध्यताले जान्ला हो। मलाई पनि तिम्रो माया लाग्छ नि। त्यो त बुझ्छु मैले, ठिकै छ। अब हजुर जाने नै निर्णय गरिसकेपछि मैले के भन्नु र, बाँकी कुरा भित्रै गरेर जाउँ। जाउँ न त। ल सानी, म पनि अब जाने बेला भयो, गाडी छुट्छ, मैले नानीहरू तिम्रो जिम्मामा छोड्दैछु। अब यसो नानीहरूको पनि हेरविचार गर। यताको टेन्सन म गर्छु न, बरु आफ्नो ख्याल गर्नु। के भन्नु, म त मेरो ख्याल गरिहाल्छु। ल नानी हो, मैले पनि तिमीहरूलाई भाउजू जिम्मा दिएर जाँदैछु, यसो भाउजू हेरविचार गरे। हुन्छ दाइ, तपाईँ यहाँको टेन्सन नलिनु, राम्रोसँग काम गर्नु, भाउजू हाम्रो टेन्सन लिनु पर्दैन। त्यसो भए म जान्छु पनि। अब त तिम्रो बुढो सहर विदेशमा गएको छन्, तिम्रो बुढो भन्ने नै मै हो। अलिअलि पैसा दिनु मिल्दैन मलाई? पैसा मैले त्यत्रो घडी दिएँ, हेर त यत्रो गोल्डन घडी दिएँ, चस्मा दिएँ, अस्ति पनि खर्च दिएँ, अझै तिमी पैसा माग्छौ? एउटा केटा मान्छे भएर केटी मान्छेले यसरी पैसा माग्नु तिमीलाई लाज लाग्दैन? कस्तो पैसै मात्रै माग्छ, झन् साथी हुन्छ भनेर साह्रो हुन्छ भनेर साथी बनायो। पछि म फोन गर्छु। दिदी के गर्दै हुनुहुन्छ? बसिरहेको, बस्न। तपाईँलाई चटपटी मनपर्छ भनेर ल्याइदिएको। कस्तो माया गरेको मलाई, ल बस। मन पर्यो? आफ्नो दिदीलाई माया नगर्नु त। यस्तो माया गरेर बहिनी छ नि। ल तेरो साथी हो यो? ल खा, सबैजना खा। खाइसक्यो कि त अब तपाईँलाई दिदी। खाना खाँदै भने खाऊ न। खाऊ न तिमी। कहाँ यत्रो खान्छौ म? चटपटी खान। मिठो छ है? कहाँबाट ल्याएको हो यो? त्यही तल सधैँ हामीले खाने ठाउँबाट। अभिनाजीले फेरि पैसा पठाइदिन्छ?
त्यसपछि तिमी अलिक सपिङ गरेर जाने हुँदैन पैसा पठायो नि खाना जाऊँ भन्दा मान्दैन जहिले म मात्रै जानुपर्छ एक्लै के गर्नु बिजी हुन्छु घरमा हेर्न बिहा गरेको दिदी यस्तो त होइन तिमीहरू जस्तो कहाँ होला धेरै टेन्सन नगर्नु यस्तै हो घरमा माया गर्ने मान्छे छँदैछ नि तिमी बुझ्नु गर्नु तिमीले चटपटी खाइसक्यो मलाई चाहिँ मेरो बारीमा काम छ गएर आउँछ ल यति नखाएर काम केही धन्न जहिले पनि पेट दुख्नु थाल्यो त्यही भएर ल है हो यही चाहिँ खम तर म हेर केटी हो भाउजूको चाला मलाई ठिक छैन माठो बनाएर राखेको छु दाइलाई फोन गरेर भनिदिनु पर्ने हामी त फोनमा बोल्न पनि पाउँदैनौँ क्या फेरि दाइको त्यही त भने त्यही माथि बहिनी ल्याएर राखेको होइन हाम्रो त्यो भाउजू के भएको हो केही काम गर्ने पनि होइन खाछ सुतेखा बसेछ काम चाहिँ हामीले मात्रै गर्नुपर्छ दिक्क लाग्ने हो भने दिक्क लाग्ने दाइले फोन गर्छ गर्दैन त्यो पनि भन्ने पनि होइन पैसा पठाउँछ होला दिने पनि होइन भनेको हाम्रो भाउजू आज भोलि के भएको होला एक नम्बरकी छिन् भने दाइले पैसा पठायो भने त 1 रुपियाँ हातबाट खसालिदिने है भने केटी हो भाउजूको चाला मलाई ठिक छैन माठो बनाएर बसेर त्यही त भने कुन के कुरा गर्नु हो उसलाई राख्ने काम गर्नु गुराँस हाम्रो माया बसेको धेरै दिन भइसक्यो हाम्रो फेरि कहिले गर्ने होला कस्तो हतार गरे कि बिहे त गरौँ न नि म तिम्रै हो तिमी मेरै हो किन चिन्ता गर्छौ बिना त्यसो भनेर कहाँ हुन्छ र हामी त चाँडै बिहे गर्नुपर्छ कसैको पायो भागेर जाउँ पहिला घरमा जाउँ न कस्तो हतार गरे अब मङ्सिरमा पनि अझै 1 महिना बाँकी छ घरमा जाउँ सल्लाह जाउँ गुराँस